म बिहान उठिवरी खाना पकाएर टक्क खाइसक्नुलाई। अब चाहिँ मैले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो चुला योहरू सबै सरसफाइ गर्ने कार्यक्रम हो आज चाहिँ, किनभने शनिबार हो, मेरो कलेजको पनि छुट्टी छ आज चाहिँ। त्यही भएर मैले चाहिँ यो टक्क रुमहरू सबै सफा गर्ने अनि योहरू सबै सफा गर्ने कार्यक्रम छ है त। अब चाहिँ मैले खाना खाइसकेको छु र अब चाहिँ आज भनेको मेरो कोठाको 1 महिना ठ्याक्क पुगेको छ। अनि हिजै मैले चाहिँ स्यालेरी दिएको छु। अस्ति स्पिच कम्पिटिसनमा जितेको थिएँ अनि त्यसमा 4000 जितेर त्यही पैसा चाहिँ लिएर टक्क दिएँ। अब अरू केही इन्कम छैन मसँग अनि पैसा पनि हुँदैन नि त, त्यही भएर अब चाहिँ आज हिजो 1 गतेबाट कति खर्च हुँदैछ, मन्थली कति खर्च हुन्छ भन्ने कुराहरू चाहिँ म दिनदिनै टिप्ने गर्छु। र हिजो चाहिँ मैले टिपेको थिइनँ र हिजोको हिसाब चाहिँ आज यता चाहिँ मेरो बुकहरू छ होइन, बुकहरू सबै राख्ने हो। यो चाहिँ साथी हाम्रो बिरामी साथीको हो। यता यो गिफ्टहरू, यता खुद्रुकीहरू छ, यो बुकहरू सबै यत्र तत्र छ। अब बुकबाट चाहिँ चाहिने मैले एउटा कपी झिक्छु, कपी पल्टाउँछु। यहाँ पहिला पनि हिसाब गरेको कुराहरू छ। त्यसपछि अब म अर्को पानामा जान्छु, अर्को पेजमा गएर हिसाबहरू टिप्छु। यहाँनिर चाहिँ मेरो डट पेन छ, यता पनि छ, तर म यहाँको चाहिँ एउटा उठाएर अब हिसाब गर्न लाग्छु। हिजो मैले कलेज जाँदाखेरि साथीहरूसँग क्यान्टिनमा खाजा खाँदा सधैँ साथीहरूले खुवाउने, हिजो चाहिँ मैले खुवाएँ। भनेपछि हिजो मैले 200 को खाजा खुवाएँ साथीहरूलाई। ओके लेखेन ल, खाजा 200 है त। हिजो म रुमबाट के अरे कलेजबाट आइसकेपछि मैले चाहिँ आज छामाहरूलाई बोलाएको थिएँ। छामाहरू रुम हेर्न आउनु, मेरो रखाइहरू पनि मिलाएको छैन, तपाईँहरूले आएर यसो सजेसन दिनुहोस् मलाई कता कता राख्ने हो भन्दाखेरि 3 जना मेरो आफ्नै छामाहरू चाहिँ आएर मलाई सजेस्ट गरेर जानुभयो। त्यति बेला हिजो मैले गिलास पनि लिएँ, जुन गिलास चाहिँ मैले 6वटा लिएँ, 60 रुपियाँ कोटाले 300 को गिलास लिएँ। त्यसपछि अब होइन छामाहरूलाई खाली मुख के पठाउने भनेर मैले अब सल्लाह गरेँ, के खाने, डिउ खाने, चिया खाने, के खाने भन्दाखेरि छामाहरूले डिउसिउहरू भन्दा पनि हेल्दी अब मही हुन्छ, मही डेरीबाट ल्याऊ भनिसकेपछि मैले छामाहरूलाई मही 2 लिटर 70 रुपियाँले 140 रुपियाँको चाहिँ खुवाएँ मही होइन। भनेपछि हिजोको अब गाडी भाडा परेन, कलेज जाँदाखेरि म साथीसँग गएँ, साथीको बाइक छ, अनि यति भयो हिजोको खर्च। भनेपछि हिजोको दिनमा मात्रै कति खर्च भएछ त मेरो? 0 को 0 आयो, 4 को 4 आयो, 2 3 5 आयो, 1 6। भनेपछि हिजोको दिनमा मात्रै मेरो 640 रुपियाँ हिजोको दिनको मात्रै मेरो 640 उठेछ। मैले आज महिना पुग्ने थियो तर हिजो पैसा थियो मसँग, अनि मैले घरबेटी आमालाई कोठा भाडा पनि दिएँ। कोठा भाडा 4000 दिएँ। अब यति जोडौँ है त कति भयो हिजोको खर्च। सरी हो त, 0 को 0 आयो, 0 को 6 आयो, 4000 भनिसकेपछि यो छ है त। हिजो मात्रै खर्च 4640। यो मिनिमम खर्च, यो चाहिँ कोठा भाडाले नगर्नु। यति खन्दाखेरि यति गर्दाखेरि हिजोको चाहिँ 640 भयो रहेछ, अनि आज चाहिँ कोठा भाडा। अब भनिसकेपछि यस्तो हालत छ, कमाइ मेरो केही छैन होइन। अहिलेसम्म केही काम नै गराएको छैन, कलेज गयो यता हल्लियो होइन, हिँड्नु पढ्नु छैन, बुक चाहिँ फिजायो त्यत्तिकै। अनि मेरो त्यस्तो छ हालत। अब यो चाहिँ कति भयो, यहाँ मिति पनि लेखिदिउँ है त। मिति लेख्दाखेरि हिजोको मिति भनेको चाहिँ 2081 साल 12 महिना 1 गतेको खर्च। अब हिजोको मात्रै खर्च यस्तो छ। अब हिजोको मात्रै खर्च यसरी छ। अब जे हुन्छ राम्रोको लागि हुन्छ होइन। काम पनि खोजिरहेको छु, अब बिस्तारै काम गर्दैछु, ठिक होला नि त भन्ने आशमा छु। त्यही हो ल। अब चाहिँ म
टक्क एकछिन रेस्ट गरेर खाना खाएँ भर्खरै होइन, एकछिन रेस्ट गरेर चाहिँ मेरो यता आँडा भाँडाहरू सिङ्गै छ, मलाई पर्खिरहेको छ अघिदेखि आँडा भाँडाहरूले चाहिँ। अनि त्यसलाई फेरि माझेन भनेदेखि फेरि होइन मलाई अब जे पनि हुनसक्छ, त्यो भएको कारणले गर्दाखेरि ल है त। अब मैले ग्यास पुस्नुपर्ने हुन्छ र ग्यास चाहिँ एकदम मजाले पुसिरहेको छु। अहिले चाहिँ म अब कपडा सपडा फुकालेर टक्क होइन रेडी हुन्छु कोठा सफा गर्नको लागि। पहिला मैले चाहिँ तलको ओढ्ने ओछ्याउने, म चाहिँ तल सुत्छु, अनि तल भुइँको त्यो ओढ्ने ओछ्याउने सिरानीहरू सबै उठाएर मतलब बेडमा राख्छु। त्यसपछि काका पनि उठ्नुहुन्छ, काका पनि उठेपछि काकाले पनि मलाई सघाउनुहुन्छ यताउता गर्न, बाहिर सामानहरू लान। त्यसपछि म चाहिँ बुकहरू कोठामा राख्छु, कोठाको खाटमा तल राख्ने गर्छु नि त। मेरो बुकहरू ऱ्याकहरू पनि किनेको छैन होइन, अहिले पैसाको पनि त्यस्तै अभाव छ। सबै बुकहरू माथि राख्छु। त्यसपछि खाटमुनिको झोला प्लास्टिकहरू पनि माथि राख्छु। अनि काकाले पनि यतापट्टि सिलिन्डरपट्टिको सामानहरू बाहिर लानुहुँदैछ। त्यसपछि म सबै यतापट्टि चाँजो मिलाउँछु, सफा गर्नको लागि तयारीहरू गर्छु। त्यसपछि म म्याट उठाउँछु र म्याट उठाइसकेपछि मैले झाडुहरू झिक्छु। झाडुहरू झिकिसकेपछि दुइटै झाडुले एउटाले मात्र नभएर दुइटै झाडुले बढार्छु। किनभने त्यो एउटा चाहिँ नयाँ झाडु छ, त्यसको चाहिँ त्यो धेरै त्यो के अरे फोहोर मैलाहरू चाहिँ झर्छ त्यहाँ। अनि त्यो भइसकेपछि चाहिँ मैले त्यो झाडु र खरेटोलाई चाहिँ मजाले बनाएर होइन यताउता गरेर सबै म्याटहरू उठाएर भुइँ सफा गर्नतिर लाग्छु। अनि यतापट्टि हो यो यता एङ्गलमा ग्यास राखेको छु, त्यो ग्यासपट्टि पनि सबै सफा गर्छु। त्यसपछि काकाले पनि निकै हेल्प गर्नु भइरहेको हुन्छ मलाई अनि यताउता गर्न, अनि मैले पनि धेरै सहयोग गरिरहेको छु काकालाई पनि। त्यसपछि रुम सफा बनाउन पनि एकदमै म दत्तचित्त भएर लागिरहेको छु। र अहिले चाहिँ अब काकाले पनि सबै सामानहरू सफा भइसकेपछि, यति बेला चाहिँ अहिले चाहिँ कोठा सफा भइसकेपछि चाहिँ सबै सामानहरू अब बाहिरबाट पनि ल्याइन्छ। अनि त्यसपछि अब कोठा पनि होइन सानो छ, धेरै ठुलो पनि छैन। अनि पहिला चाहिँ म फोहोरहरू उठाएर म्याट स्याटहरू ओछ्याउँछु। त्यसपछि उल्टो हुन्छ फेरि सुल्टो बनाउँछु होइन म्याटलाई। अनि त्यो पहिला बुकहरू राख्छु टक्क ओछ्याएर होइन, कपी फाल्टै, नोटहरू फाल्टै, त्यसपछि त्यो पढ्ने बुकहरू फाल्टै, ग्रामर बुकहरू पनि छ अनि तिनीहरू फाल्टै, गिफ्टहरू फाल्टै, त्यही तरिकाले मिलाएर मैले चाहिँ टक्क राख्छु होइन। अस्ति भर्खर 1 दर्जन कपी किनेको थिएँ, अनि त्यो नयाँ कपीहरू फाल्टै राख्छु। त्यसपछि डट पेन राख्ने त्यो अनि कपहरू पनि फाल्टै राख्छु, गिफ्टहरू फाल्टै राख्छु। माथिको झोलाहरू मुनि खाँदिन्छु। त्यसपछि काकाले पनि पुरै हेल्प गरिरहनु भएको छ। अनि मैले तन्नाहरूलाई मिलाउँछु, पहिला सिरानीहरू, तन्ना, ओछ्याउने ओछ्याउनेहरू। अनि त्यसपछि त्यो तन्नालाई लगेर टकटक्याउँछु अनि टकटकाएर बाहिर नै सुकाउँछु। त्यसपछि भर्खरै मेरो चाहिँ कोठा सफा गर्ने काम सकिसके पश्चात म त्यहाँ भएको पिराहरूलाई भित्र दिएर भाँडा लिएर चाहिँ भाँडा माझ्न जान्छु। त्यत्तिकैमा आन्टीले मलाई यो आन्द्रा कहाँबाट यस्तरी फालेको बाहिर भनेर भन्नुहुन्छ। त्यो कुरा म आन्टीसँग एकछिन बहस गर्न जान्छु र बहस गरेर भाँडाहरू ल्याउँछु। त्यसपछि म लाग्छु भाँडा धुनुतर्फ। एकदमै होइन कक्रिरहेको हुन्छ त्यो साबुन चाहिँ, अनि त्यसलाई भिजाएर टक्क जाली लाएर पहिला चाहिँ भाँडामा भएकोहरू सबै पखालेर माझ्न थाल्छु। ज्याम माझ्छु, थाल माझ्छु, त्यसपछि चम्ची, ग्लासहरू, डाडुहरू, अनि बटुको छ 2-4वटा होइन, धेरै त जोड्नु सकेको छैन। अनि ती 2टा बटुकोहरू ग्लासहरू मजाले माझेर डाडु पनिहरू अनि कन्ती माझ्न लाग्छु। कन्ती जाँदैन बा होइन, माछु त्यहाँभित्रको त्यो दागहरू त जाँदैन। अनि त्यसपछि स्टिल जुसले पावरलाई मस्काइ बल्ल धुन्छु, अझ जाँदैन। अनि त्यसपछि बल्ल पावर लाएर माझेर भुइँमा दसारेर गरेर होइन दसारेर, अनि त्यसपछि बल्ल हुन्छ। त्यसपछि मैले अरू यो चकिङ बोर्डहरू चाहिँ काट्ने ठाउँहरू माझ्न थाल्छु। त्यसपछि ग्यासको चुलाको त्यो बाहिरी भागहरू माझ्न थाल्छु। अनि त्यो बाहिरी भागमा पनि धेरै चिल्लोहरू हुन्छ कि, त्यसपछि चक्कुहरू माझेर अनि त्यो चिल्लोहरूलाई चाहिँ बाहिरी भागको ग्यासको चुलाको बाहिरी भागको चिल्लोलाई चाहिँ माझेर एकदम मजाले मस्काएर डेक्ची मस्काउँछु। डेक्ची मस्काउँदा पनि पहिलेदेखिकै त्यहाँ लेग्राहरू बसिरहेको रहेछ कालोहरू होइन। अब दिनैपछि काकाको चाहिँ सिकाउनु पर्छ क्या।
अनि त्यसपछि त्यो सेकाउने भएको कारणले गर्दा त्यहीँबाट पानी बफ्याउनुपर्छ अनि त्यहीँ गऱ्यो बफ्यायो नमाज्यो 1 हप्ता जस्तो भइसक्यो होइन त्यतिकै भइरहेको अनि मजाले माझेर जगसग मजाले माझ्छु त्यसपछि आरेको त्यो भित्रको आम्मामा चिल्लो त तेलै तेल जस्तो चिल्लो हुन्छ त्यसपछि चिल्लोलाई पनि एकदम माझेर बल्ल माझिसक्छु अनि त्यो बाहिरको अझ कालोहरू त्यसपछि माझिसकेर पखाल्नतिर लाग्छु अनि बल्ल पखाल्छु पानी पनि फेरि अहिले अलिक सानो आएछ अनि पखालेर त्यसपछि कन्ती अझ यसो हेर्छु त होइन माझिसकिया रहेछ अझै दागहरू रहेछ अनि फेरि मजाले माझेर त्यसलाई क्यामेरा मिलाएर अनि मजाले पखालिसकेर जगलाई पनि पखालिसकेर अरू डेक्चीलाई पखाल्छु त्यसपछि त्यहाँ पनि अलिक कालो हुन्छ होस् भन्दै छोडिदिन्छु अनि फेरि माझ्नुलाई भनेर त्यसपछि म चपिङ बोर्डलाई पखाल्नतिर लाग्छु अनि त्यसपछि ग्यासको त्यो बाहिरी भाग चुल्हाको यसलाई के भन्छ भने नाम पनि थाहा छैन हो यसलाई पनि मजाले पखाल्छु होइन यो पनि 1 हप्ता भयो नि त नदुरको अनि त्यसपछि थालहरू मजाले गर्छु घरबेटी आएर फेरि एकछिन आन्टी आएर अलमा ल्याउनुहुन्छ फेरि पनि म हार मान्दिनँ अनि त्यसपछि थालहरू मजाले धुन्छु अनि त्यसपछि लगभग धोइसक्नु आँट्छ अनि मैले सोच्दै धुन्छु ग्लासहरू अब के गर्नु अब चाहिँ म यो काम गरिसकेपछि ढाड पनि दुख्यो एकछिन रेस्ट गरेर नुहाउँछु भन्दै सबै सोच्दै मैले त्यो ग्लास डाडु चम्चीहरू चाहिँ लगभग धुइसक्छु होइन त्यो सानो ग्लासहरू चाहिँ सबै थियो रहेछ फेरि जुठोमा हालेपछि अलिकति जुठै भयो होइन त्यसलाई पनि धुनै पऱ्यो त्यसपछि खुट्टा पखालेर म रुमतिर एकछिन रेस्ट गर्न मैले रुमहरू पनि सफा गरेर जुठो भाँडा गरिसकेको छु अब भनेको नुहाउने काम मात्रै है त मेरो जुठो भाँडा चाहिँ छ अहिले चाहिँ म थापा लाएर नुहाइसकेको छु म चाहिँ नुहाइ लगात्दै घाममा बस्दै सोचिबस्छु होइन अब के गर्ने होला काम पनि गरेको छैन होइन त्यसपछि अब लास्ट तनाव भइरहेछ पछि त अब पढाइ खर्च पनि जुटाउन सकिन्न कोठा भाडा पनि जुटाउन सकिन्न भन्दै सोच्दै बस्छु त्यसपछि फेरि एकछिनपछि केटाकेटी आउँछ नि केटाकेटीसँग खेल्छु मलाई के भन्ने अरे किन भन्ने हेलो नमस्कार ह्यान्डसेक हेलो उसको नाम के भयो समीर संयोग पता संयोग आई लभ यू संयोग हाँसेको संयोग काका हिजियर काकाले चाहिँ अन्डा बनाउनु हुँदैछ उसिनेको अन्डा होइन अनि म चाहिँ यो सुन्तला खान लागिरहेको होइन टक्कै हिजो बिरामी भेट्दा ल्याउनु भएको थियो अनि त्यसपछि सुत्केरीको नाममा गरी टाउको मैले खुवाएको भने यस्तो बिरामीलाई ल्याइदिएको अब म चाहिँ यो चाहिँ खान लाग्छु है त ओके ठ्याप्पा लाएर अन्डा र मुला हेल्दीको लागि पनि राम्रो खाँदा पनि अति नै राम्रो होइन त्यही भएर हामी चाहिँ यो चाहिँ आज मैले बनाएन बिरामी काकाले बनाएको अनि खाँदैछौँ है त त्यसपछि म चाहिँ टक्क सुन्तला उकाएर सुन्तला मस्तसँग खान थाल्छु होइन अनि त्यसपछि आजलाई चाहिँ भिडियो यति नै अब फेरि नेक्स्ट भिडियोमा पनि अरू कन्टेन्टहरू लिएर आउनेछु र यो भिडियो चाहिँ धेरै लामो भएको कारणले गर्दाखेरि यति नै बनाएँ है त।